नमस्ते, सबैजना सन्चै हुनुहुन्छ होला। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अरेका तपाईँहरू सबै आफआफ्नो काममा व्यस्त हुनुहुन्छ होला। हामी हाम्रो काममा व्यस्त छौँ। आज गाउँमा घुम्न आएको दिउँसोको समय भएर होला। गर्मी यति थियो कि कुरै नगरौँ। यहाँ आमाले पिँडालु लगाउनु भयो रहेछ। हामी आमालाई खोज्दै आरू खान आइयो, किनभने अघि बाटोमा आमाले आरू खान आउनु है, हाम्रो घरमा छ भनेर बोलाउनु भएको थियो। आरू पोटैभरि रहेछ, आमालाई बोलाइयो। आमा घरभित्र हुनुहुन्न रहेछ, हामीलाई आरू खानु भन्नुभयो। आरू खाँदै आमासँग एकछिन कुरा गर्दै बस्यौँ। बाटोमा हिँड्दै थिएँ, खोले साग देखेँ। मलाई अति मनपर्ने भएर टिप्न लागेँ। खोले साग सँगसँगै जलुको पनि रहेछ। जलुको खोले साग टिपेँ। सर र म भएर वनमा निहुरो पाइन्छ कि भनेर आयौँ। अल्छी लाग्यो मलाई। वरिपरिको भ्यू देखाउँदैछु। हेर्दाखेरि नै डर लाग्ने वन रहेछ। वन डर लाग्ने भए पनि निहुरो भन्ने रहेछ। त्यो निहुरो टिपेर एकछिन थकाइ मार्न बसेँ। बसेर के थन्थनाउँदैछु। सर आफ्नै दुनियाँमा हुनुहुन्छ। घरमा बसेर खाएको भएर होला मेरो खुट्टो हिँड्नै सकेन। म एकछिन त्यसै बसिरहेँ। सरले निहुरो टिपेर आउनुभयो। हाँस्दै हुनुहुन्छ, निहुरो छैन, थोरै लिएँ भनेर देखाउँदै हुनुहुन्छ। झोलामा राख्नुभयो सरले निहुरो। अनि हामी जाम भनेर घरतिर आइयो। बाटोमा आउँदै थियौँ, बाख्रा देख्यौँ। त्यहाँ पारी रुखमा बाँदर देख्यौँ। एकछिन बाँदरलाई हेर्दै बस्यौँ। अनि घरमा आइयो। मम्मीसँग मिठो मिठो गफ गर्दै तरकारी खिलाउँदैछौँ। मम्मी मक्खै हुनुहुन्छ।